अस्ति मैले दोस्रो आधा मैले दोस्रो मैले कस्तो खतरा छ लानुपर्ने तपाईँलाई बाटो बनाइरहेको छु कि बच्चा 10 दिनको अब त मैले पुरै काम छ भन्दा 8000 बस्छ दिनको दिनको होइन जस्तै दिनको 8000 कमायो भने म त कहाँ यहाँ बस्छु म त मैले एक महिना त झाडो बसिहाल्यो दिनको 8000 एक महिना चाहिँ झापा लाग्छ सक्दिनस् त डर विवेक दाइले कस्तो कस्तो लगिदिन्छ नि टाउकोमा चढाउनु अरे हैन विवेक दाइ त हैन विवेकले नि अब यस्तो बाटो यस्तो छ नि यस्तो यो पनि यस्तो यस्तो बाटो दखड हालिदिनु लाग्यो हैन टाउको यसले चाहिँ नि अलिकति यस्तो चलायो नि टाउकोमा चढ्नु अरे विवेकले त मैले यत्तिकै मैले दखड हालिदिन त्यो त मुडा हो भाइ भन त्यो त मुडा गडाङ गडाङ बिस्तारै नि झार्नु जाँदा पनि नि एकजना मान्छे चाहियो विवेक त एक्लै गयो झारा आयो बुम फुटेर दिन्छ अहिले त सर सर झर्छ बिकेले के गर्दा नि खान्छ जस्तो हुन्छ टोडा ट्र्याक्टर कुदाउनु नि ट्र्याक्टर कुदाउने मान्छेले नि डराउनु चाहिँ भनेर हुन्छ नि आठ जेसुकै होस् भनेर कुदाउने त्यस्तो मान्छे चाहिँ ट्र्याक्टर ड्राइभर हो क्या मुखेर कालो यस्तो ढेँडोमुखीले नि हामी मैले लोड गाडी होइन ढुङ्गा लोड गरेर रेडी छ होइन रेडी भएर हामी यहाँ लाले गाडी नगाडी तान्दैछ क्या हामी यहाँ हिँडेको मान्छे होइन ढेँडोमुखे खाली गाडी होइन जोन लिएर थियो त खाली गाडी ऊ लोड गर्नु गएको हामी मैले हिँडेको जोन लिएर गाडी र सोनालिका होइन सुन्न लोड गरेको छैन ढुङ्गा होइन लामा गरेर लोड गर्नुपर्ने हामी मैले कडिलारबाट हिँडेको हामीलाई नि कान्छी बजारमा भेटेको रहेछ कस्तो चाहिँ स्पिड खाली लोड गरेर नि भेटाएको लोड गाडी हामी लोड गरेर हिँडेको उ लोड गरेको छैन कान्छी बजारमा भेटेको लोड गरेको छैन लाले हामी चाहिँ लोड गरेर हिँडेको पानी पर्यो हामीलाई चाहिँ कान्छी बजारमा भेटेको यस्तो कुरा कस्तो चाहिँ कुरा सल्कुदा जुङ्गो एक्सिडेन्ट भयो जोर फुरायो त मैले एकछिनमा फाइनल ठुलो पर्छ अलि ठुलो पर्यो औडाको त छ त्यसले त हो मुखे झन्निरे काले क्या ओह्रालो त्यो बर्दीको ओह्रालो छ नि त त्यस्तो घुमेको म पनि मरे त पनि म लाइट निभाएर कुदाउँछ क्या ओह्रालोमा कस्तो खतरा त्यो त बाबा लाइट निभाएर होइन घरबन्दीले हामीलाई समलाएर झारेको लाइट निभाएर राति होइन लाइट निभाएर ट्र्याक्टरमा घरबन्दीले समला हामीले अगाडि केही देखेन बाटो उची होइन हामीले तस झारेको केटा रुनु खोजेर हो गाई बाल्नु के बाल्नु भन्छ लाइट चाहिँ बोल्थ्यो बोल्थ्यो लाइट बोल्थ्यो तर उसले चाहिँ नि सब थाहा छ ट्र्याक थाहा छ कहाँ बम पर्छ मलाई थाहा छ म पुऱ्याउँछु भने कि केटा रुनु खोजेर मलाई त्यस्तै बाटो रुन्नु न आस्तो मलाई अर्को नि हेर्ने निरेकाले खतरा निरेकाले गर्दै लिएर हिँडेको हामीलाई यहाँदेखि लिएर हिँडेको आलडारमा खुवायो समलदारको दोकान भेट्यो दोकानै बिच खुवाएर हामी त मात्र नि फाँसी हाल्यो कि कोट लाउनु पऱ्यो नि त त्यस्तो नराम्रो हेलो टलीमा सुतेर ओटाउने मान्छे त टलीमा सुतेर दोष पनि त त्यस्तो के त कुखुरा खाउँछु भनेर मैले ढुङ्गा मलाई उयो दिनु न म यहीँ बसौँ एकदम ट्र्याक्टर भनेको नि डु एन्ड डाई हो क्या गरौँ मरौँ म मरेर बाँचेको मान्छे हो त मैले एक्लै वर्ग त्यो तपाईँलाई थाहा छैन होला कि त्यो कसको घरमा त्यो एउटा कपालमा बाँधेको दाइले त्यो अटो कुदाउँछ रातो त्यो घर त्यो दाइ घर देखेको तपाईँले त्यो दाइ ओह्रालो छ नि ओह्रालो त्यो ओह्रालोमा नि न्युट्रल लागेको गाडी क्या गएको होइन नि बिके म